हाम्रो हर्कजीलाई नि म के भन्छु भने नि अनि अस्ति के लेखेछन् थाहा छ हर्क साम्बाङले त्यो चाहिँ उनको पनि दुर्गाजी यो गर्यो भने के अरे तपाईँले ऊ बोल्यो भने दङ्गा भड्किन्छ भने दङ्गा भड्काउने मान्छे नै उहाँ हो नि दङ्गा भड्काउने एमआइसिसको मान्छे उनी हो नि यहाँ मानव मङ्गल अर्गनाइजेसन चलाउने मान्छे नै उहाँहरू हो नि यहाँबाट इन्डिया हतियार सप्लाई गर्ने नै हर्क साम्बाङको संस्था हो नि यो भोलि पर्सि आइहाल्छ नि भोलि पर्सि हेर्दा जानु न कस्तो कस्तो चिज आउँदो रहेछ अनि उहाँले के मलाई हिन्दू र मुस्लिमको गाई मेरो अगाडि ल्याउनु न म कुरा गरिहाल्छु नि वीरेन्द्र जैरीलाई भने जस्तो होइन नि सबै खेलाडी हर्क हो त एमआई6ले चलाएका पात्र हुन् क्या विभिन्न पात्र हुन् पात्र मध्ये ऊ पनि एउटा हुन् गाई काटेर खानुपर्छ भनेर सबैभन्दा बढी कसले ल्याएको उनीहरूकै पार्टीले गाई आरएन राईले त खुलेआमै भने सबैले खाएका छन् नि सबैले खाएका छन् खाउन् तर यत्रो सनातनीहरूलाई ठेस पुग्ने काम गरेकोले कारण यो सबै थपिँदै अनि त्यो एउटा बहिनीले भन्दै थियो त हर्कदाई मूलवासी र हामी मुस्लिम भयो भने हिन्दूहरूलाई कहाँ पुर्याउँछौँ भन्दै गरेको पनि सुनेको थिएँ त्यो बहिनीले